त्यो फुच्चे केटाहरूको सामान भन्ने आएको थियो यहाँनिर त्यो समाज भनेर यो स्मरण रहोस्, यो स्मरण रहोस्, यो स्मरण रहोस्। एउटा मान्छेको मायाले कति फरक पार्दो रहेछ जिन्दगीमा। त्यही एउटा मान्छे जो मान्छे चाहिँ पाखामा बिरुवा रोपेर चाहिँ हरियाली बनाउँछु, खोलामा चाहिँ बिरुवा रोपेर चाहिँ पानीको मुहान बढाउँछु भन्दै बसिरहेको मान्छेले खोलेको पार्टी हो श्रम संस्कृति। जुन श्रम संस्कृतिले कामलाई पहिलो प्राथमिकता दिन्छ, गफलाई होइन, गफलाई होइन। गफ गरेर देश बन्ने भने तपाईँ पनि गफ गरिराख्नु, म पनि गफ गरिराख्छु भन्दैन, होइन। द कल्चर that our leaders showed to us is very bad, to wrong. त्यो संस्कृतिले देश बन्दैन। हाम्रो लिडर्सले जसलाई हामीले भोट दिइरहेको नि 40 वर्ष 50 वर्षदेखि नेता भनेर बोकिनु काममा, उनीहरूले सिकाएको कल्चर कस्तो भन्दाखेरि चिल्लो भएर हिँड्ने, धार भएको लुगा लाउने, होइन। अनि यस्तो गरेर हात पनि पछाडि बाँधेर ओठले हराउने, उता जा त्यता जा, त्यताले उता जा भन्ने। अनि ऊ त्यस्तो भइसकेपछि लिडर अनुसार बन्छ देश। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, है, बिकज लिडर शुड शो द वे, should know the way and should go the way, है। अब लिडरै त्यो खालको छ। अनि त्यसपछि सबै मान्छे सुकिलो मुकिलो यस्तो गरेर, होइन, गर्ने भयो, होइन। विदेश गइन्छ दुःखले, होइन। विदेशमा जान बेसी काम गरिन्छ, गएको हो नि त। 12 घन्टा त मिनिमम हो, होइन। 15, 16, 18 ओभर टाइम 18सम्म पनि गरिन्छ। अनि त्यस्तो काम गरेर आइन्छ, होइन। धुस्रै फुस्रै यहाँ आएपछि फेरि हाकिम भइहालिन्छ, पैसा भयो नि त। अब हाकिम हुने हो साथी हो। अनि उसले पनि यस्तो गरेर छुँदैन, माटो छुँदैन, होइन। खेतबारी बाँझै राखिराख्छ, यस्तो गरेर उस्तो गर्छ। अनि उसको साथीले देख्छ, त्यसले पनि त्यसो गर्यो, म पनि त्यसै गर्छु भन्छ। ऊ पनि तपाईँको चाहिँ साउदी कतार कहाँ जान्छ, आएपछि उसको पनि तरिका थियो। यो देशमा काम गर्न कसैलाई मन पर्दैन, है। यस्तो खालको सामाजिक मान्यतालाई चुनौती दिएर विद्रोह गरेर आएको मान्छेहरूको सम्मान। यो श्रम संस्कृति भनेको एउटा चुनाव अनि एक ठाम सांसद जित्ने मात्रै तपाईँको चाहिँ के अरे पार्टी होइन। यो भनेको यो देशलाई टोटल रिफर्म गर्ने शक्ति हो श्रम संस्कृति, है। हामी श्रमको शक्तिले यो देशको चाहिँ तपाईँको चाहिँ पुरै सामाजिक आर्थिक, होइन, विकासका चाहिँ तपाईँको चाहिँ के अरे सांस्कृतिक विकासका चाहिँ हामीले रूपलाई परिवर्तन गर्नेछ। यो परिवर्तनकारी अभियानमा तपाईँहरू जोडिन चाहनुहुन्छ?